अब भर्टिकल लाइनले बनेको ट्रायङ्गल हामी कसरी गर्ने त एकदम फास्टमा बुझौँ हामी है। यस्तो गर्ने कि यो कतिवटा ट्रायङ्गल भयो एउटा भयो है। त्यस्तै अर्कोमा के हुन्छ भने यसरी ल यस्तो ट्रायङ्गल आयो भने के गर्ने यता गन्दिने है 1 र 2 यो दुवैलाई जोड्यो भने 1 + 2 जोड्यो भने कतिवटा हुन्छ 3वटा ट्रायङ्गल। यसमा कतिवटा ट्रायङ्गल छ त 3वटा ट्रायङ्गल छ। कतिवटा ट्रायङ्गल छ 3वटा ट्रायङ्गल छ। त्यस्तै यो ट्रायङ्गलमा कतिवटा ट्रायङ्गल छ। यसमा पनि के गर्ने गन्दिने कि 1 2 3 4 बढी दिमाग नलगाउने कि ठ्याक्कै गन्दिने कि यता 1 + 2 + 3 + 4 इक्वल टु कति हुन्छ सबैलाई जोड्यो भने 10 हुन्छ है। 10 ट्रायङ्गल। अब यो जतिवटा लाइन भए पनि त्यही फर्मुला लगाउने कि अर्को फर्मुला यसमा लगाउनै पर्दैन। जतिवटा गरे पनि त्यही कुरा हो, जतिवटा गरे पनि त्यही कुरा हो। 1 2 3 4 5 अनि यता 6। अब यसमा पनि कतिवटा हुन्छ सबैलाई गन्दिने कि 1 2 3 4 5 सबैलाई जोड्दिने है, केही गर्नु पर्दैन। 1 + 2 + 3 + 4 + 5 + 6 कतिवटा यसमा ट्रायङ्गल छ त 6वटा। सबै ट्रायङ्गललाई जोड्नुपर्छ भने 21वटा ट्रायङ्गल छ है। 21 ट्रायङ्गल। यसमा कतिवटा रहेछ त 21वटा ट्रायङ्गल छ। जे गरे पनि ठ्याक्कै कि जस्तै यता यसमा चाहिँ कतिवटा ट्रायङ्गल छ 1 2 3 4 5 सबैलाई जोड्दिने कि जोड्दिने अरू केही गर्नु पर्दैन। 1 + 2 + 3 + 4 + 5 5 9 10 15 कति हुन्छ 15वटा ट्रायङ्गल छ यसमा। 15वटा ट्रायङ्गल छ है। त्यस्तै यो 2वटा ट्रायङ्गल छ यसरी जोडेको छ यसरी जोडेको छ। अब यसमा चाहिँ कतिवटा ट्रायङ्गल छ त्यो पनि गर्नका लागि यस्तै गर्नुपर्छ, के गर्नु पर्दैन। 1 2 3 4 यो सबै कति भयो त 10वटा ट्रायङ्गल सबैलाई जोडेपछि कति हुन्छ 10 हुन्छ। त्यसपछि फेरि यता जोडिदिने थियो कि यो सबैलाई जोडेपछि कति हुन्छ 10 हुन्छ। यस्तो गर्ने। त्यसपछि के गर्ने भने हामी यो दुईटा अलग अलग छ कि यसरी बुझ्ने हामी है। यो एउटा भयो अनि त्यसलाई के गर्यो भने छ यसलाई र त अब यसैलाई के गरेछ उल्टा गरिदिएछ कि अब दुईवटा गरेपछि के गरेछ भने जोइन्ट गरिदिएछ। यता हेर त जोइन्ट गरिदिएछ है। जोइन्ट गरेपछि अब कतिवटा ट्रायङ्गल भयो भने यसरी नै गर्ने कि 1 + 2 3 अनि 4 यो सबैलाई जोड्यो भने कति हुन्छ 10 हुन्छ। त्यसपछि यता पनि 1 2 3 4 यो सबैलाई जोड्यो भने 10 हुन्छ। 10 10 20 भयो 20वटा ट्रायङ्गल। अनि अब यो दुवैलाई जोडेपछि कतिवटा ट्रायङ्गल हुन्छ त्यो पनि हेर्नुपर्छ ल। त्यसपछि अब हेर्ने ल A B अनि C अनि यता D E F G भयो। अब यसरी हेर्ने कि यो दुवैलाई जोडेपछि नयाँ ट्रायङ्गल बन्छ कि बन्दैन यसरी हेरिदिनु हो। हेर त A B अनि C यो एउटा ट्रायङ्गल भयो। हेर त यो एउटा ट्रायङ्गल भयो जोडेर है ABC। त्यसपछि हेर त AEC भयो यो एउटा ट्रायङ्गल AE अनि अर्को C। त्यस्तै यतापट्टि पनि हेर्ने AG अनि C AG अनि C भयो। अनि अर्को यता हेर त AD अनि C AD अनि C। यसरी के गर्ने अब यो 10 अनि 10 अनि यता 1 2 3 4 + 4 इक्वल टु 24। अब यसमा कतिवटा ट्रायङ्गल छ 24वटा ट्रायङ्गल छ। हामीले भर्टिकल लाइन बनेको ट्रायङ्गलहरू हामीले यसरी गर्न सिक्नुपर्छ है। यसरी नै के गर्ने हामी भर्टिकल लाइन बनेको ट्रायङ्गल काउन्टिङ गर्ने। आज हामी ट्रायङ्गल काउन्टिङ पढ्छौँ जसलाई त्रिभुज गणना पनि भनिन्छ। यस च्याप्टरमा के हुन्छ भने हामीलाई ट्रायङ्गल गर्नुपर्छ कि कतिवटा ट्रायङ्गल छ भनेर हामीलाई गर्नुपर्छ है। ल ट्रायङ्गल काउन्टिङ। ट्रायङ्गल काउन्टिङमा के गर्नुपर्छ भन्दा सबैभन्दा पहिला हामीले बेसिक कुरा सिक्नुपर्छ।
ट्रायंगल काउन्टिङमा तीनवटा कोणले बनेकोलाई के भन्छ ट्रायंगल भन्छ यसलाई के भन्छ ट्रायंगल भन्छ तीनवटा कोणले बनेको छ त्यसैले यसलाई के भन्छ ट्रायंगल भन्छ है अब यसैलाई हामीले गर्नुपर्छ यसमा कतिवटा ट्रायंगल छ त एउटा ट्रायंगल छ जसले पनि भनिदिन्छ कि एउटा ट्रायंगल छ यो कतिवटा ट्रायंगल छ एउटा छ है एकवटा छ त्यस्तै अर्को ट्रायंगल है अब यसमा हामीले के गर्छौं यो त एउटा ट्रायंगल त भयो अब यसमा के गर्नुपर्छ भने यता एउटा मैले धर्का तान्दिए अब यसमा कतिवटा ट्रायंगल छ यसमा तीनवटा ट्रायंगल छ तीनवटा ट्रायंगल पहिला हामीले नेमिङ गरिदिन्छौं ए बी अनि सी है ल एबीसी अब कतिवटा ट्रायंगल छ यसमा चाहिँ तीनवटा छ कसरी हामी बुझ्ने है यता डी गरिदियो है अब हेर त ए बी अनि डी एउटा ट्रायंगल भयो हेर त ए बी अनि डी यो एउटा ट्रायंगल भयो अनि अर्को ल त्यसपछि ए डी र सी हेर त एउटा ट्रायंगल भयो ए डी र सी ए डी अनि सी यो एउटा ट्रायंगल भयो अब ए बी र सी हेर्नु त ए बी र सी यो पुरै कि ए बी र सी यो एउटा पुरै ट्रायंगल भयो तीनवटा त भयो कि भएन यो ट्रायंगलमा कतिवटा ट्रायंगल छ तीनवटा ट्रायंगल छ अब हामीले सर्टकट ट्रिक अपनाउनु पर्छ सर्टकट ट्रिक 1 अनि 2 यो दुवैलाई जोड्यो भने 1 + 2 = तीनवटा भयो अब सबै ट्रायंगल यही गर्ने कि जस्तै यो ट्रायंगल है यस्तो गर्यो यस्तो गर्यो अब यसमा कतिवटा ट्रायंगल छ हामी कसरी बुझ्ने त यही फर्मुला लगाउने कि यही फर्मुला यस्तो भर्टिकल लाइनले बनेको जतिवटा ट्रायंगल पनि छ भने हामी यसरी नै गर्ने कि यसरी जोड दिने कि 1 2 3 4 यसरी सबैलाई जोड दिने सबैलाई जोडेपछि कति हुन्छ त 10 हुन्छ 10 ट्रायंगल ल अब 10 वटा ट्रायंगल हामी गर्ने कसरी अब गर्दाखेरि त टाइमै जान्छ त्यसैले के अब ल प्रमाणितै गर्नुपर्छ हामी प्रमाणित गरिदिन्छौँ ए बी सी डी ई एफ है अब हामी प्रमाणित गर्छौँ 10 वटा ट्रायंगल कसरी भयो भनेर ल ए बी अनि सी यता ए बी सी पहिला चाहिँ सिंगल हेर्छौँ हामी सिंगल है सिंगल कतिवटा छ ए बी सी ए बी अनि सी ए बी सी अनि अर्को ए सी डी अनि अर्को छ ए डी ई अनि अर्को छ ए ई एफ अनि अर्को छ यो पुरै कि यो सिंगल भयो नि एउटा ए बी अनि एफ जम्मा सिंगल ट्रायंगल कतिवटा भयो 1 2 3 4 5 वटा यता अब डबल हेर्ने डबल गर्ने डबलमा के हो ए बी अनि डी यो डबल भयो नि यो डबल हेर्ने कि ए बी अनि डी यो एउटा ट्रायंगल भयो त्यसपछि फेरि हामी डबल हेर्ने यतादेखि हेर्ने ए सी अनि ई यतासम्म ए सी अनि ई अब फेरि यतादेखि हेर्ने है यतादेखि हेर्ने ए डी अनि एफ भयो अब डबल भयो भने ट्रिपल हेर्ने ट्रिपल ट्रायंगल कतिवटा छ अब त्यो हेर्न ल ए बी अनि ई एउटा ट्रायंगल भयो ट्रिपल अब फेरि एउटा हेर त 1 2 3 तीनवटा छ ए सी एफ हेर त तीनवटा ट्रायंगल भयो ए सी अनि एफ ल यतिवटा ट्रायंगल अब अरू छैन है अब सबैलाई हामी गर्ने कि 1 2 3 4 5 6 7 8 9 10
जम्मा कतिवटा भयो 10 ट्रायङ्गल पुग्यो। ल यसरी नै हामी के गर्छौँ भने भर्टिकल लाइनले बनेको त्रिभुजहरूलाई हामी यसरी नै गर्छौँ। जतिवटा भए पनि जतिवटा लाइन भए पनि हामीले ठ्याक्कै के गर्ने प्लस गर्दैन कि केही गर्नु पर्दैन। यसरी यो ट्रायङ्गल भयो यस्तो छ यस्तो छ यस्तो छ ठ्याक्कै कि यसलाई केही गर्नै पर्दैन। ठ्याक्कै के गर्ने भने 1 2 3 4 यसरी गर्ने सबैलाई प्लस गर्दैन कि हेर 2 3 5 अनि 1 4 5 5 5 10 ठ्याक्कै 10 वटा ट्रायङ्गल कि भएन। सर्टकट कि सर्टकट तरिका हामी युज गर्ने। अब यो त हामीले प्रमाणित गर्नुपर्ने थियो त्यसैले हामी यसरी लम्बा गरिदिएँ। अब कुनै कुनै ट्रायङ्गल के हुन्छ भने यसरी ट्रिकले लाग्दैन कि त्यसमा के गर्ने ठ्याक्कै यो तरिका अपनाउने सिङ्गल डबल ट्रिपल त्यसरी गर्ने जस्तो सुकै ट्रायङ्गल भए पनि यसो छ। जस्तै अब यता एउटा अरू क्वेसन मैले दिइराखेको छु यस्तो है। यो एउटा ट्रायङ्गल भयो। अब यसमा के गर्छ भने यो सिधा यसरी गरिदिने यसरी गरिदिने त्यसपछि यसरी त्यसपछि यसरी त्यसपछि यसरी। ल अब यसमा हामीले गर्नुपर्छ कि कतिवटा ट्रायङ्गल छ भनेर। यस्तो भए पनि हामीले सेम यही फर्मुला लगाउने हो, अरू केही फर्मुला लगाउनु पर्दैन। यस्तो जोडाइ मात्रै गर्ने, अरू केही गर्नु पर्दैन। के गरेछ भने यता हेर्नुहोस् त, यो चाहिँ छुट्टै छ अनि यो चाहिँ छुट्टै छ के छैन हेर्नु त, यही हो नि गरेको। अब यो दुईटैलाई के गरेछ यता जोड दिएछ, अरू केही गरेको छैन। त हामीले त सिकेको छौँ नि कि यो कसरी गर्ने भनेर, ठ्याक्कै हामी त्यसरी नै गर्ने हो। 1 2 3 4 यो पुरै जोड्यो भने कति हुन्छ 10 हुन्छ। त्यसपछि हामी यो सबै जोड्ने, यो पुरै जोडेपछि कतिवटा हुन्छ 10 वटा हुन्छ। 10 10 जम्मा 20 है। त के 20 वटा ट्रायङ्गल मात्रै छ त छैन, 20 वटा अरू छ यसमा ट्रायङ्गल है। यसरी हेर्ने हो। अब यता त सिङ्गल सिङ्गल भयो 20 वटा अनि अब दुवैलाई जोडेपछि कुनै नयाँ ट्रायङ्गल बन्छ कि त्यो पनि हामीले हेर्नुपर्छ है। अब नयाँ ट्रायङ्गल हेर्ने है, दुवैलाई जोडेपछि। ल यता हेर्नु त म नेमिङ गरिदिन्छु। ल ए बी सी डी ई एफ अनि ल यसलाई मेटिदिन्छौँ है हामी। ल अब यता हेर्ने है, यो दुवैलाई जोडेपछि कुनै नयाँ ट्रायङ्गल बन्यो कि त्यो हामीले हेर्नुपर्छ है। अब यो दुवैलाई जोडेपछि यता हेर्नु त ए सी बी अनि यो यसरी हेर्नु त भयो नि, यो एउटा ट्रायङ्गल यसरी 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 हेर्नु त एसिबी एउटा ट्रायङ्गल भयो। एसी अनि बी दुवैलाई जोडेर है, दुवैलाई जोडेर नयाँ ट्रायङ्गल बनेको छ एसिबी। यसरी हेर्नु त किनकि यो लाइन त सिधा छ, एउटा ट्रायङ्गल भयो। त्यसपछि अब अर्को हेर्नु हेर्नु त जोडेर एडिबी, यो डी छ है सानो लेखेको छु एडी अनि बी हेर्नु त एडी अनि बी, यो एउटा ट्रायङ्गल भयो। अब यतापट्टि पनि छ नि के छ भने ए जी अनि बी, एउटा ट्रायङ्गल भयो ए जी अनि बी भयो। त्यसपछि अब अर्को हेर्ने ए बी अनि एफ, ए बी अनि एफ। ल एउटा ट्रायङ्गल भयो। अब अरू ट्रायङ्गल बन्दैन र बन्नेवाला पनि छैन है। यो 4 वटा के भयो थप भयो। 20 मा के गर्ने +4 गरिदिने 24। यसमा कतिवटा ट्रायङ्गल छ त 24 वटा ट्रायङ्गल छ। यसरी हामीले बुझ्नुपर्छ। हामीले टेक्निक यही लगाउने हो, ठ्याक्कै यही लगाउने हो टेक्निक। तर दुवैले जोडेपछि त्यसपछि हामीले हेर्नुपर्छ कि कहाँ ट्रायङ्गल अर्को बनिरहेछ कि त्यो ट्रायङ्गलमा पनि हामी यसरी गर्छौँ।
यो भयो हामीलाई होरिजेन्टल लाइनले बनेको ट्रायङ्गल है। हामीले पहिला बेसिक सिक्नुपर्छ। बेसिक सिकिसकेपछि त्यसपछि हामी कुरो बनाउन सक्छौँ है। त्यसैले पहिला हामीले बेसिक सिक्नुपर्छ। यो बेसिक ट्रायङ्गल, यो बेसिक। अब हामीले अर्को भिडियोमा हामी अर्कोमा के सिक्छौँ भने अब होरिजेन्टल, यो त भर्टिकल, यो लाइनलाई के भन्छ भर्टिकल, ठाडोलाई भर्टिकल लाइनलाई, अनि यसलाई के भन्छ होरिजेन्टल भन्छ है। अब हामीले यस्तो लाइनले बनेकोलाई अब ट्रायङ्गल सिक्छौँ है।